स्वागत छ अविनाश भेट युट्युब च्यानलमा। र आज हामी तपाईहरूलाई जिउँदो पशुको तौल कसरी नापिन्छ र किन आवश्यक छ, यसको फर्मुला के छ, बिना तौल मसिनको तपाईहरूलाई यस भिडियोमा सिकाउने छु कसरी मापन टेपको सहायताले। तपाईहरुले पशुको तौल नाप्नुभन्दा पहिला तपाईहरुले इन्च र सेन्टिमिटर दुवैमा नाप्न सक्नुहुन्छ र म यस भिडियोमा तपाईलाई देखाउँछु कसरी नाप्नु। म तपाईहरुलाई कसरी नाप्ने भनेर देखाउँदैछु। सबभन्दा पहिला नाप्नुभन्दा पहिला यो पशुको खुट्टा दुई बराबरमा हुनु पर्यो र सबभन्दा पहिला छातीको नाप लिने। यसरी इन्चमा नाप्ने हुन्छ भने इन्चमा लिनु, चाहे सेन्टिमिटरमा पनि लिन सक्नुहुन्छ। यसरी इन्चमा नाप्दै हुन्छ भने यसरी लिने। छातीको गोलाइ कति छ? 24। छातीको गोलाइ 24 रहेको छ र यहाँ लेखिदिन्छु 24। छातीको गोलाइ 24 इन्टु 24 र अब लम्बाइ लिने। लम्बाइ यसरी यसको अगाडि यसको यहाँको हड्डी र यहाँ मलद्वार नजिकको हड्डी यसरी लिने र यसरी नाप्ने। यहाँ यसरी यसको 20 रहेको छ र यसको लम्बाइ रहेको छ 20 र यसलाई 660 ले भाग गरिदिनु पर्छ। र आउनु कति केजी छ भनेर म देखाइदिन्छु। यहाँ यसरी क्याल्कुलेटर निकाल्ने र 24 इन्टु 20 र भागा गर्दा 660 ले 17 केजी आयो। 17 केजी यसको जिउँदो वेट छ। यहाँ देख्नु, यसको जिउँदो वेट 17 केजी छ। त्यो इन्चीमा र अब म तपाईहरुलाई सेन्टिमिटरमा नापेर देखाउँछु त्यो मिल्छ कि मिल्दैन भनेर। आउनुहोस्। यसरी पहिला यसको खुट्टा सिधा राख्ने र यसको गोलाइ कति छ यसरी लिने। 61 यसको गोलाइ रहेको छ 61 र लम्बाइ पनि लिने। यसरी लम्बाइ यहाँको हड्डी र यहाँ खुट्टा नजिकको हड्डी सेन्टिमिटरमा नाप्दाखेरि त्यसको गोलाइ थियो 61 र लम्बाइ थियो 49। यहाँ हिसाब गरेर देखाइदिन्छु कसरी हुन्छ फर्मुलामा। यसको फर्मुला रहेको छ गोलाइ इन्टु लम्बाइ बाइ 10,500 सेन्टिमिटरमा नाप्दाखेरि 61 इन्टु 49 इन्टु 10,500 ले भाग गर्ने र कति आउँछ हेरौँ। 61 इन्टु 49 डिभाइड बाइ 10,500 ले भाग गर्दा ठ्याक्कै 17 केजी आयो। सेम मिल्यो। त्यसमा पनि 17 केजी थियो र सेन्टिमिटरमा नाप्दाखेरि। यसै गरी तपाईले गाई, भैँसी, बाख्रा सबै जनावरमा यसै गरी नाप्न सक्नुहुन्छ। गाईमा पनि यहाँदेखि लिएर यहाँसम्मको हड्डीलाई नाप्ने त्यही फर्मुला लाग्छ र त्यही सूत्र प्रयोग गरेर तपाईले पनि गाई भैँसीमा पनि यसरी नाप्न सक्नुहुन्छ। र यो ठ्याक्कै नआए पनि केही ग्राममा तलमाथि हुन सक्छ र यो सस्तो भएकाले आफैले पनि बेच्नुभन्दा अगाडि, खसी बाख्रा बेच्नुभन्दा अगाडि यसरी नापेर सही मूल्य निर्धारण गरेर बेच्न सक्नुहुन्छ। र यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो र यो भिडियो यदि राम्रो लाग्यो भने कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु होला।